हेलो साथीहरु, के छ हालखबर? आज म एका बिहान टनेलातिर आएको छु अनि म तपाईहरुलाई आज टनेला देखाउने छौं कस्तो छ हाम्रो टनेला भनेर। अनि हिजोबाटको लगातार पानीको कारणले गर्दाखेरि टनेलामा चाहिँ पुरा हिलो छ अनि अहिले यो कुलोमा पनि धेरै पानी जमिरहेको छ। तर पनि म तपाईहरुलाई हाम्रो गोलभेडा कस्तो कन्डिसनमा छ, कस्तो भइरहेको छ भनेर म देखाउने छु है त। हाम्रो चाहिँ गोलभेडाको बोडी यस्तो भएको छ है, यस्तो भएको छ। अनि गोलभेडा चाहिँ फलिसकेको छ फाइनली। हाम्रो गोलभेडा चाहिँ यस्तो ठुल्ठुलो भइसकेको छ, हेर्नुहोस् त। अनि यहाँ पनि सबै हरियो छ, पाकेको चाहिँ छैन। अनि एउटा बोटको चाहिँ कति फल छ हेर है त। अनि तल चाहिँ यो माथिको यो पातहरू काटेर तल राखेको, राख्नु चाहिँ नहुने हो खासमा, तर पानीको कारणले नभ्याएर चाहिँ यसरी राखेको छ। सायद यत्रो होला है, ठुलो ठुलो त यत्रो होला। अनि यतातिर चाहिँ हाम्रो सिमी बोडी, सिमी यत्रो फलिसक्यो लामो लामो। खासै मलाई त मन पर्दैन। यहाँ तल ठुल्ठुलो भइसकेको छ त, हेर्नुहोस् त, ठुल्ठुलो भइसकेको छ, माटो लागेको छ है। अनि यहाँ काँक्रोको फुलहरू, यहाँ सागहरू यत्रो भएको छ। हाम्रो टनेला अब के समयपछि हाम्रो टनेलामा चोरहरू पनि आउँछ है, चोरहरू हेर्न पनि पर्छ। अनि फुलहरू चाहिँ यत्रो भएको छ। ब्याक साइड टनेला चाहिँ हाम्रो 6-7वटा टनेला छ। यो चाहिँ अर्को टनेला, हामी भित्र प्रवेश गर्ने छैनौँ। अनि यो चाहिँ अर्को टनेला, यो अर्को पुरा झ्याङाइसकेको छ। ए टनेलाको साइडमा चाहिँ खोर्सानी पनि लगाएको छ है, खोर्सानी फलिसकेको छ फाइनली। सानो सानो खोर्सानी, आफ्नै बारीको खोर्सानी खान मिठो हुन्छ है। अनि त्यसपछि यो अर्को टनेला, यो भयो अर्को, यो पनि भयो। अनि त्यसपछिबाट यहाँ छिट्न पनि सानो ठाउँ भइसक्यो, पातै पात आएर। यो चाहिँ हाम्रो लास्ट टनेला, लास्ट है। यो थ्याङ्क यू।